नमस्कार दर्शक महानुभावहरू, तपाईँलाई यति बेला हाम्रो कार्यक्रममा स्वागत छ। यति बेला भर्खरै मात्रै सम्पन्न भएको लुम्बिनी प्रदेश स्तरीय राष्ट्रपति रनिङशील प्रतियोगितामा पुगेर प्रथम स्थान हासिल गर्न सफल गुल्मीबाट 2 खेलाडी र 3 हुनुहुन्थ्यो। सत्यपति गाउँपालिका 4 लिमगाज श्री सरस्वती माविबाट अहिले भने हामीले 2 जनालाई मात्र ल्याएका छौँ। स्वागत छ हजुरहरूलाई। हजुरको परिचय दिनु न। नमस्कार, मेरो नाम परविन विक। अनि नमस्कार, मेरो नाम निशान विक। तपाईँ भलिबलबाट खेल्नुभयो? कुन पोजिसनबाट खेल्नुभयो? म अहिले सेटरबाट। हजुर? मेरो चाहिँ लिब्रोदेखि खेल्नुभयो। कस्तो भयो खेल समग्र रूपमा? जुन हिसाबले प्रथम स्थान हासिल गरे तापनि त अलि खेल अब कस्तो हिसाबले भयो होइन? कतिको नम्बरको बराबरीमा भयो? आफूलाई पछुतो गेम कस्तो भयो भन्ने त लाग्छ नि। अब यहाँबाट पनि चुनिएर हामी लुम्बिनी प्रदेशबाट चाहिँ हामी केन्द्रमा पुग्ने मान्छे हो। तपाईँलाई कस्तो लाग्यो तपाईँहरूलाई? गेम त अब ठिकै भयो, त्यस्तो टाइट गेम पनि भएन हाम्रो, फाइनलसम्म पनि। हजुर, अब 1-2 टिमसँग अब त्यस्तै मिल्यो, गेम जित्यो, राम्रै भयो भनौँ। राम्रै भयो। अनि हजुरले नि भनिदिनु न कस्तो भयो हजुरको? छुट्टी हुन्छ नि त फेरि यहाँ। अब सेटर जस्तो मान्छे र यता लिब्रो खेल्ने मान्छेको त छुट्टी हुन्छ नि। हजुर कस्तो भयो? ठिकै भयो गेम चाहिँ। ठिकै भयो? हजुर। ल, अब तपाईँहरूलाई म धेरै बेर लिन चाहिनँ। यता पनि हाम्रो गाउँको भलिबल पनि छ र तपाईँहरूलाई चाहिँ अब फेरि हाम्रो लुम्बिनी प्रदेशबाट चाहिँ ठ्याक्कै भन्नुपर्दा केन्द्रसम्म पुग्ने सफलताको जित हासिल होस् र राष्ट्रिय स्तरबाट अन्तर्राष्ट्रिय स्तरको खेलाडी बन्न देख्न सकियोस् भन्न चाहन्छु। थ्याङ्क यू। ल, धन्यवाद।